अब यूहन्नाको पक्राउ भएपछि यीशु परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै गालिलमा आउनुभयो र भन्नुभयो, समय पुरा भएको छ अनि परमेश्वरको राज्य नजिकै आएको छ। पश्चाताप गर र सुसमाचारमा विश्वास गर। लुका 3 अध्यायको 23 पद। अनि यीशुले सुरु गर्नुहुँदा उहाँ आफै प्राय 30 वर्षका हुनुहुन्थ्यो। प्रभु येशू आफै संसारमा आउनुभयो, परमेश्वरको राज्यको प्रचार गर्नुभयो, पश्चाताप र मनफिराउको प्रचार गर्नुभयो। मत्ती 8 अध्यायको 16 अनि 17 पद। अब साँझ परेपछि तिनीहरूले दुष्ट आत्माहरू लागेका धेरैलाई उहाँ कहाँ ल्याए अनि उहाँले आफ्नो वचनले ती आत्माहरू निकाल्नुभयो र जति बिरामी थिए ती सबैलाई निको पार्नुभयो। यसैया भविष्यवक्ताद्वारा यसो भन्दै बोलिएको वचन पुरा होस् भनेर उहाँ आफैले हाम्रा दुर्बलताहरू उठाउनुभयो र हाम्रा रोगहरू बोक्नुभयो। यूहन्ना 21 अध्यायको 25 पद। अनि यसले गर्नुभएका अरू पनि धेरै कुराहरू छन्, ती एक गरी लेखिएका भए मलाई लाग्छ लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन्। आमेन। आमेन। यस्तै क्रममा कुनै एक समय येशू यरीहोभित्र पस्नुभयो र त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। अनि हेर, जब्बै नाम भएका एकजना मानिस थिए जो महसुल उठाउने भएका हाकिम थिए अनि तिनी धनी थिए। अनि उहाँ को हुँदो रहेछ भने तिनले यीशुलाई हेर्न खोजिरहेका थिए, तर भिडले गर्दा तिनले सकेनन्, किनकि तिनी पूर्णका मान्छे थिए। अनि तिनी अघि दगुरेर उहाँलाई हेर्न एउटा नेवाराको रूपमा चढे, किनकि त्यही बाटो भएर उहाँ जानु परेको थियो। अनि जब यीशु त्यस ठाउँमा आउनुभयो तब उहाँले माथितिर हेर्नुभयो, तिनलाई देख्नुभयो र तिनलाई भन्नुभयो, जब्दै छिट्टो गरेर ओर्ल, किनकि आज म तिम्रो घरमा बस्नुपर्छ। जब्दै। अनि तिनी हतार गर्दै ओर्ले र उहाँलाई स्वागत गरे। अनि लौ तिनीहरूले यो देखे तब तिनीहरू सबैले यसो भन्दै गन्धनाए, लौ तिनी त पापी मानिससँग पाउन बस्न गए। लौ तिनी त पापी मानिससँग पाउन बस्न गए। अनि जबकि उभिए र यीशुलाई भने, प्रभुलाई स्वागत गरे।
हेर्नुहोस् प्रभु, मेरो सम्पत्तिको आधा भाग म गरिबहरूलाई दिन्छु र कुनै मानिसबाट मैले अन्याय गरेर केही लिएको छु भने म उसलाई 4 गुणा फिर्ता गरिदिनेछु। म उसलाई 4 गुणा फिर्ता गरिदिनेछु। अनि यीशुले तिनलाई भन्नुभयो, आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा हुन्। किनभने मानिसको पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन्। लुका 19 अध्यायको 1 देखि 10 पदसम्म आधारित थियो। जक्कईको मुक्ति। जक्कईको थिए त उनी नामी धनी महसुल उठाउने व्यक्ति थिए। अङ्ग्रेजीमा महसुल उठाउनेलाई पब्लिकेन्स, टोल कलेक्टर और ट्याक्स कलेक्टर पनि भनिन्छ। यी व्यक्तिहरू विशेष गरी रोमी साम्राज्य यानी कि रोमन एम्पायर्सद्वारा आफ्नो आफ्नो इलाकामा गरिकन नियुक्त गरिन्थ्यो र रोमन एम्पायरहरूकै लागि उनीहरूले काम गर्थे, महसुल उठाउँथे। ती समयमा महसुल उठाउनेहरूलाई अति घृणित दृष्टिले हेरिन्थ्यो, एकदमै पापी र वेश्याहरूसँग तुलना गरिन्थ्यो, किनभने उनीहरूले धेरै पैसा असुली गर्ने गर्थे। लुका 3 अध्यायको 12 अनि 13 पद। तब महसुल उठाउनेहरू पनि बप्तिस्मा लिन आए र उनलाई भने, गुरुज्यू, हामी के गरौँ त? अनि उनले तिनीहरूलाई भने, तिमीहरूलाई जति तोकिएको छ त्योभन्दा बेसी नल्याऊ। बाइबलमा महसुल उठाउनेहरूलाई वेश्याहरूलाई एउटै समूहमा गनिन्थ्यो अनि अति नै घृणित पापी भनी चिनिन्थ्यो। यहुदीहरूको सभाघरमा उनीहरूले प्रवेश पाउने थिएनन्। मत्ती 21 अध्यायको 31 अनि 32 पद। यी दुईमा कुन चाडनीले बाबुको इच्छा पालन गर्यो? तिनीहरूले उहाँलाई भने, पहिलोले। यीशुले तिनीहरूलाई भन्नुभयो, म तिमी